नमस्कार, रिभोल्युसन नेपालमा हार्दिक स्वागत छ। म दिप्सन छेनाल। मादल बिक्री नभएपछि बागलुङका व्यवसायी पेसा बदल्न बाध्य भएका छन्। 5 वर्ष अगाडिसम्म निसिखोलाका तुङबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घर खर्च चलाउँदै आएका थिए। मादल बनाएर 30 वर्षदेखि जीविकोपार्जन गर्दै आएका उनलाई अहिले परिवार पाल्न हम्मे भएको छ। परियारले मादल व्यवसायबाटै 9 जनाको परिवार पाल्दै आएका थिए, तर अहिले मादल बिक्न छोडेपछि गिटी कुट्ने र बालुवा बोक्ने गर्छन्। मादल व्यवसाय सङ्कटमा परेपछि उनले पेसा बदल्नु परेको छ। बुबा, बाजे र दाजुहरूबाट सिकेको सिपले परिवारलाई 7 वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो। अहिले छोराहरू विदेश पलायन भएका छन्। परिवारले आफूसँग भएको सिप नपिगेपछि पेसा परिवर्तन गर्नु परेको दुखेसो गरे। उनी भन्छन्, मलाई 5-7 वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन। मादल बिक्री गरेरै 9 जनाको परिवार चलाएको थिएँ, छोराछोरी पढाएको थिएँ। अहिले अरू काम गर्नुपर्छ। मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्ने छोडे अहिले गिटी बालुवा कुटेर परिवार पालेको छु।